मानिस कहाँ ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। कुकुर भनिनेछ, यसलाई बाख्रा भनिनेछ, यसलाई सर्प भनिनेछ, यसलाई माता भनिनेछ, यसलाई बादल भनिनेछ, यसलाई स्याल भनिनेछ, यसलाई गधा भनिनेछ, यसलाई सुँगुर भनिनेछ, यसलाई हात्ती भनिनेछ, यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पन्छीहरू र सबै वन पशुहरूका नाउँ राखे। तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो। र उनी निदाएको बेलामा उनका करमहरूमध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करम परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो। मानिसले भने, हातको हात र मासुको मासु हो, यसलाई स्त्री भनिनेछ, किनभने तिनी पुरुषबाट निकालेकी थिइन्।